गाइज वेलकम टु माई ब्लग स्मी कृपा बराल। अनि आज चाहिँ हामी उता आन्टीको घरमा जान लागेको अनि मेरो फर्स्ट ब्लग हो। अब म हाई गर मेरो ब्लग हाई गाइज। हामी चाहिँ अहिले बजार आइपुग्यौँ। बाबु चाहिँ यहाँ झ्याउलाएर बसिरह। हाम्रो मम्मीहरू उता जानुभयो नि त, सामान लिन जानुभयो हाम्रो मम्मीहरू। अनि त्यही भएर अनि हामी चाहिँ यता बसिरहेको। लास्टै हल्ला केही सुन्ने छैन, यस्तो हल्ला। म चाहिँ अब बाबुलाई त्यो खानेकुरा खाम भनेर फकाउँछु। बाबु मान्दैन के, त्यही भएर बाबु त्यो खाम न बाबु। हाम्रो बाबु ज्ञानी छ, हाम्रो बाबु अलिक छुच्चो टाइपको, त्यही भएर खाना दिन्न। अनि बजार मान्छेहरू देखाउँ। मैले चाहिँ फ्रन्ट क्यामेराले बनाइरहेको कि ब्याक क्यामेरा फर्स्ट भ्लग हो नि त, अनि अहिले आउँदैन नि त राम्रोसँग, अनि त्यही भएर फ्रन्ट क्यामेराले बनाएको हो कि। अनि त्यही माथि लाज पनि लाग्यो, मलाई लाज लागिरह। अनि त्यही भएर ब्याक क्यामेरा यस्तो गर्दाखेरि अलिक हुन्छ, त्यही भएर मैले फ्रन्ट क्यामेराले बनाएको। अब अरू अहिले चाहिँ योवाला चाहिँ फ्रन्ट क्यामेरा बनाउँछु। अब अरू भ्लग हुन्छ नि त्यो चाहिँ बरु ब्याक क्यामेराले अलिक बिस्तारै अलिक कन्फिडेन्स आउँछ नि त, अनि त्यही भएर हामी चाहिँ त्यस्तो विज्ञापन हेर्दै बसिरहेछौँ कि हाम्रो अरू केही काम छैन, त्यही भएर हामी त्यस्तो विज्ञापन हेरिरहेछौँ। हामी मम्मीहरू कुरेको हामीले 1 घन्टा भइसक्यो तर अझै आउनु छैन। हाम्रो मम्मीहरू नआउनु भएको 2 घन्टा हुन लागिसक्यो। भाइ चाहिँ हिँड्यो रिस अहिलेसम्म नआएर। मलाई चाहिँ मान्छेहरूले हेरिरह, मलाई लाज भइरह, त्यही भएर भाइ त्यहाँ गएर खेल्दै बस्छ। भाइले लिदियो मेरो पैसा। हामी भाइ र अहिले हामी आन्टीको घर जाँदै भाइ बाबु हेर्दैन बाबुले। मम्मी देखाइदिन्छु मम्मी र आमा हो। अनि मैले सामान लिइरहेको। आन्टीको घर आइपुग्यो नि बाबु, त्यो आन्टीको घर। अब हामी उता पुग्न पर्छ। ल बाबु, ल हाम्रो बाबु यस्तो बलियो हेर्नु, बाहुबली उहाँसम्म पुऱ्यायो हाम्रो बाबुले। दिस इज आवर सिस्टर। आन्टी नि उता बसेर हेरिरहनु है, उता बसेर बाबुले उहाँसम्म पुऱ्यायो हेर्नु। हाम्रो बाबुले ब्याग उचालेर नराखिकन। हामी चाहिँ अब जाँदैछौँ। गाई चाहिँ हेर्छ मम्मी। आमा हाई भन्नु, आमा हाई भन्नु न। आमा मम्मीको हातै होइन, त्यही भएर हाई भन्न मिल्दैन। आन्टी र बहिनीहरू चाहिँ बहिनी हामी बल्ल यहाँ आउन खासमा आधा घन्टा लाग्छ। अहिले चाहिँ 2 घन्टा भइसक्यो, 3 घन्टा भयो बल्ल हामी आइपुग्यौँ। आन्टी चाहिँ कपाल कालो लानु बस्नु रहेछ। हाई भन बहिनी, हाई भन। मेरो फर्स्ट भ्लगमा बहिनीलाई वेलकम छ गाइस। मम्मी हजुरलाई बहिनीको घर आउन पाउँदा कस्तो लागिरह? मम्मीलाई त्यस्तो लागिरहँदा त्यो चाहिँ मम्मीको पोज हो। मम्मीले मलाई सिकाउनु पारा। त्यो भनेको चाहिँ पारा होइन, त्यो भनेको चाहिँ माया, लभ हो। मम्मी हाम्रो जस्तै नै त्यही सिकाउनु भएको। खुसी गरे खुसी। ल हाई भन्नु, ल हाई भन्नु। यो चाहिँ हाम्रो अङ्कल हो। बहिनीको च्यानललाई फलो गरिदिनु होला। ल तिमीलाई केही भन्न छ? छैन मलाई बोल्न चाहिँ केही भन्न छैन नि। हामी चाहिँ हाम्रो भाइ चाहिँ उता गयो
युट्युब च्यानल खोल्नु हो ल लाइक सब्सक्राइब कमेन्ट हानिदिनु भन ल लाइक शेयर सब्सक्राइब हानिदिनु होला तिनीहरूको चाहिँ त्यहाँ झगडा परिरहेको थियो एउटा साइकलको लागि मलाई बोलाइरहन् त्यही म के भनौँ म अब तिनीहरूको झगडा सल्भ गर्न जान्छु गाइस त्यहाँ रोज झगडा परेर आऊ बाबु आऊ आऊ कला फेर्ने अनि आउने कला फेर्ने अनि आउने के छिटो 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 त्यो मेरो भाइ मसँग मान्दैन मैले भनेर केही हुँदैन अनि त्यहाँदेखि मैले के भनौँ मम्मी भन्नु रे भाइलाई हाम्रो बहिनी हेर्नु गाइस कति राम्रो नि थुक्यो न फुत्त थुक्दियो त्यो क्यामेरामै हाई भन हाई भन हाई कति राम्रो देखियो हाम्रो बहिनी हो आवर ब्युटिफुल सिस्टर चाहिँ खाजा खाने टाइम भयो त्यही भएर मलाई खाजा खाइरहेको मैले तर अघि नै चटपट खाएर आएको त्यही पनि मैले अहिले चाउचाउ खाइरहेको म यो चाउचाउलाई 10 मा 8 दिन्छु रेट 8 दिन्छु मेरो चाहिँ पर्सि इक्जाम हो मेरो हालत त्यस्तो हो म डुल्दै हिँड्दा मैले चाहिँ आज बिहानबाट खाएको चाहिँ म बिहान उठेर नि खाएँ मैले अहिलेसम्म त्यो 4 टाइम खाइसकेँ त्यही पनि 2-2 घन्टाको ग्यापमा म अब मोटाउँछु त्यही भएर म आजबाट अरू डाइटिङ गर्न थाल्छ नि म चाहिँ खान थाल्छु अब म मोटाएर मेरो टार्गेट भनेको अहिले 45 केजी ओन्ली 45 केजी त्योभन्दा धेरै मोटाउनु छैन मलाई सो आजबाट म छैन मेरो चाहिँ भोलि पर्सिबाट इक्जाममा गाइस म यसरी हिँडेर आऊ हाम्रो बहिनी यता हेर नानी यता हेर नानी भन्यो भन्यो यसो ढिसुम भन्यो जस्तो दिदी सिदी यसरी भन्यो माया गर्दै मलाई माया गर्दै यहाँ अङ्कलहरूसँग बस्नुहुन्न म मात्र ज्ञानी हो कि यो यहाँ भरिमा ज्ञानी भनेको म मात्र बहिनीले मलाई मात्र हेरिखिन् बहिनीले मलाई हेरिखिन् हाई हाई म यता गएँ भने मलाई हेर्छु म बहिनीको लागि एकदमै स्पेसल छु त्यही भएर बहिनीले मलाई मात्र हेरिरहन्छु नानी यता हेर यता यस्तो उपर खुट्टी लाएर बस्नु उपर खुट्टी लाउनु हुन्न भने थाहा छैन हजुरलाई उपर खुट्टी राम्रो मान्छेले उपर खुट्टी लाने हुन्छ तल खुट्टी लाने हुन्छ कि नराम्रो मान्छेहरूले चाहिँ उपर खुट्टी लाउनु हुँदैन ल यता हेर कति राम्रो खिन् क्या आम्मा यता हेर सानी सानी नानी anyone is blushing here but they ignore आजको मेरो कन्टेन्ट चाहिँ बहिनी मात्र हो कि गाइज यता हेर नानी आज चाहिँ हामी बहिनीलाई खानेकुरा खुवाउनला डल्लु हो त्यो डल्ली हो नि ल्याउ न तँ ल्याउ मुखको ल्याउ खाऊ 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 हामी मम्मी कति राम्रो हुनुहुन्छ
तिमी नि कति राम्रो हो हान्यो दु चान्दौ हो न हो न हान्यो दिदी पै गोनु दिदीलाई ल कवा मगलो ल कौ काइदुवा मगदु यिनीहरू चाहिँ अब यहाँ रमाइलो नाच्न राखन् अनि म चाहिँ हेर्दै बस्छु यिनीहरूको नाच हेर्नु यहाँ गीत ल यिनीहरूको डान्स हेर्नु यस्तो छ यो भाइ चाहिँ गेम बाहेक केही खेल्दैन रहेछ अघि नबाट गेम खेल्दै बस्छन् यिनीहरूको डान्स अनि मैले चाहिँ खाना खाँदा रहेछ के अनि बच्चाहरू चाहिँ खाना खाँदै हुनुहुन्छ बच्चाहरू हेर्नु हाम्रो नानी फ्ल्यास नानीले फ्ल्यास बाल्नुहुन्न त्यही भएर म देखाउँदिनँ अब बच्चाहरू रमाइलो गर्दैछन् हामी ठुलोहरू चाहिँ हेर्दै बसिरहेछौँ अनि बच्चाहरू चाहिँ डान्स सिक्दैछन् के अब चाहिँ मेरो ब्लग एन्ड हुन्छ Thank you for watching this video. Keep supporting me. Bye guys.